हेलो गाइस, गुड इभिनिङ। ढेँडो चाहिँ को खानु भएको छ हो, कोलाई मनपर्छ हो। आज चाहिँ हाम्रो घरमा आटाको ढेँडो पाक्दैछ है। मेरो ससुराले पकाइदिनु हुँदैछ। कहिलेकाहीँ ढेँडोहरू खानु चाहिँ मिठो लाग्छ नि त। अन्त यो बनाउनु चाहिँ ढेँडोहरू बनाउनु चाहिँ बाबा लाउँछ। अन्त चाहिँ बाबाले चाहिँ यसरी पानीमा अलिकति भातलाई मजाले उमालेर आटा हालेर चाहिँ हामीलाई पकाउनु चाहिँ आउँछ कि, तर ओडेल्नु चाहिँ साह्रो पर्छ नि त। अन्त त्यही भएर चाहिँ बाबाले चाहिँ ओडेल्दिनु हुँदैछ। अन्त यसरी मजाले पानीमा आटा हालेर उमाल्नुपर्छ। अन्त चुलामा पकाएको चाहिँ मिठो हुन्छ। त्यही भएर चाहिँ हामीले साइडमा भाँडामा दुध पनि तताइरहेको छौँ हो। अन्त यसरी ओडेल्दै त्यस्तो हुन्छ। यस्तो भएर चाहिँ यसलाई निकै बेर पकाउनुपर्छ हो। आटा फेरि काँचो खायो भने भुँडी दुख्छ नि त। अन्त यसरी मजाले पकाएर, आज दिन पनि चिसो चिसो थियो। अन्त यसरी ढेँडो, अन्त लिङ्गो र आलुको सब्जी भुटेको थिएँ। अन्त दहीको सोल्जर, दुध खाएर चाहिँ हामीले आजको दिनहरू बितायौँ। तपाईँहरूलाई पनि मनपर्छ भने लाइक, कमेन्ट, सेयर गरिदिनुहोस्। थ्याङ्क यू। हेभ अ नाइस इभिनिङ। पानी परेको छ है गाइस।